यो तपाईहरुले देखिराख्नु भएको दृश्य इरानको जमिन मुनि रहेको शस्त्र भण्डार हो। यो शस्त्र भण्डार अहिलेको आधुनिक युद्धमा प्रयोग हुने सबै किसिमका ड्रोन र मिसाइलहरूले भरिएको छ। यो शस्त्र भण्डारमा सिर्फ ड्रोन र मिसाइल राखिने या निर्माण गरिने मात्र होइन, यहाँ इरानको टप अर्डर अर्थात् उच्च श्रेणीका राजनेता, वैज्ञानिक, इन्जिनियर अनि विशेषज्ञहरू पनि बस्ने गर्छन्। अब यो विषयवस्तु आज मैले तपाईहरुसँग किन उठाएँ त भन्नुहुन्छ भने इजरायल र अमेरिकालाई लागेको थियो कि खेमेनी मारिए भने लगभग युद्ध समाप्त हुन्छ अनि इरानमा सत्ता परिवर्तनका लागि कुनै समस्या आउँदैन। तर त्यस्तो भएन। खेमेनी मारिए तर इरान अलिकति पनि झुकेन। इजरायल र अमेरिकाले गरेको हमलाको कडा जवाब फर्कायो। अब यो कसरी सम्भव भयो त भन्नुहुन्छ भने यो सम्भव भयो पूर्व सुप्रिम लिडर खेमेनीको प्री प्लानबाट। जब उनीलाई थाहा भयो कि अमेरिका र इजरायलको नजर हमेशा इरानको जमिनी सतहमा रहन्छ, वास्तवमै भन्यो भने इरानको जमिनी सतहमा भएका कुनै पनि एक्टिभिटिज, कुनै पनि कार्यक्रमहरूलाई चाहिँ र अमेरिकाले नियालिरहेका हुन्छन् भन्ने कुरा जब उनले पत्तो लगाए, त्यसपछाडि यो कुरा अहिलेको होइन, यो हमास र इजरायलको युद्ध भन्दा पनि पहिलेको कुरा हो क्या। त्यो कुरा उनले पत्तो लगाइसके पछाडि चाहिँ उनीले अन्डरग्राउन्ड सिटीहरू बनाउन थाले, जहाँ चाहिँ विभिन्न किसिमका हतियारहरूको प्रोडक्सन हुने, उच्च श्रेणीका राजनेतादेखि लिएर विशेषज्ञ, इन्जिनियर सबैलाई चाहिँ सुरक्षित राख्न सक्ने गरीको चाहिँ सिटीहरू निर्माण गरे। यी सिटी कतिवटा छन् भन्ने कुरा त अहिलेसम्म पुष्टि भएको छैन। एउटा सिटीको चाहिँ भिडियो आएको छ हैन, नत्र भने अब यस्ता धेरैवटा हुन सक्छन्। यस्ता धेरैवटा हुन सक्छन् भन्ने कुराको ग्यारेन्टी म तपाईलाई कसरी दिन्छु भन्नुहुन्छ भने हामीले इरानकै प्रोक्सी अर्गनाइजेसन हमासको युद्ध शैली अनि हमासले बनाएका सुरुङहरू गाजामा देखेका छौं। एउटा इरानको प्रोक्सी अर्गनाइजेसन हमासले बनाएका जुन सुरुङहरू थिए, अन्डरग्राउन्ड संरचनाहरू थिए, त्यो मात्र भत्काउनलाई इजरायललाई 2 वर्ष लाग्यो भने अब यो पुरै इरान भित्र कस्ता कस्ता संरचनाहरू बनेका होलान्, यो पुरै इरानका पहाड भित्र कस्ता कस्ता संरचनाहरू बनेका होलान्, यो कल्पना भन्दा पनि बाहिर छ। र यो कुराले अहिले अमेरिकन र इजरायली विशेषज्ञहरूको दिमाग खाइरहेको छ। सुन्दा तपाईलाई यो कुराहरू सामान्य लाग्ला, तर वास्तवमा यी कुराहरू सामान्य होइनन्। अमेरिका र इजरायलले गरेको पूर्वानुमान यो तरिकाले फेल हुन्छ भन्ने सायद कसैले सोचेका पनि थिएनन्। अब युद्ध त सुरु भइसकेको छ र अब यो युद्धको परिणाम के हुन्छ भन्ने कुरा त भविष्यलाई नै थाहा छ। तर एउटा कुरा तपाईहरुलाई म के भन्छु भने इजरायल र इरानको युद्धले यो मोड लिएपछि के प्रश्नहरू उठेका छन् र ती प्रश्नहरूको कारण अमेरिकी र इजरायली विशेषज्ञहरूको टाउको दुखिरहेको छ। पहिलो प्रश्न हो के इरानसँग परमाणु हतियार होला, र दोस्रो प्रश्न छ के यो युद्ध तेस्रो विश्वयुद्धमा परिणत होला। तेस्रो अनि महत्त्वपूर्ण प्रश्न छ इरानसँग स्लिपर सेलहरू त अवश्य होलान्। यदि इरानी स्लिपर सेलहरूको पहुँच अमेरिकी र इजरायली इन्टेलिजेन्स अर्थात् टेक कम्पनीसम्म रहेछ भने यसको प्रभाव कस्तो पर्ला आदि इत्यादि प्रश्नहरूको तथ्यसहित जानकारी चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरिराख्नु होला। तपाईहरुको लागि तथ्यमा आधारित जानकारी लिएर आउने वार्तासहित बिदा हुन्छु। नमस्ते।